केही प्रतिज्ञाहरू बाबु नानी दुवैजनाले प्रतिज्ञाहरू गर्नुपर्ने हुन्छ। त्यसमा दुवैजनालाई म उठ्न भन्छु, यदि माइकको व्यवस्था हुन्छ भने त्यहाँ दिन सक्नुहुन्छ तपाईँले। र मण्डली परमेश्वरको उपस्थितिमा, हुन त माइक नभए पनि अलि साह्रो बोलिदिनु हो भने त छोरै छौँ, सुन्यो भने भइहाल्छ है, त्यो फरक पर्दैन। परमेश्वर त्रिएक पिता पुत्र पवित्र आत्मा त्रिएक परमेश्वरको उपस्थिति र यहाँ 3 4 5 म अघि 3टा मण्डली 4वटा मण्डली होइन कति सुन्दै थियौँ, धेरै मण्डलीहरूका परमेश्वरका जनहरूको उपस्थितिमा उहाँहरूले आज मग्नीमा प्रवेश गर्ने करार गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ एउटा औपचारिक घोषणा हुँदैछ। यहाँ निर्णय भयो, प्रार्थना भयो, सबै कुरा भयो र अहिले चाहिँ औपचारिक तपाईँ हामी चाहिँ उहाँहरूले यसरी निर्णय गर्नु हुँदैछ है भनेर तपाईँ हामी चाहिँ साक्षीको रूपमा हामी उभिएका छौँ र तपाईँ हाम्रो उपस्थितिमा, परमेश्वरको उपस्थितिमा उहाँहरूले यो चाहिँ प्रतिज्ञा गर्दै हुनुहुन्छ। हुन्छ, सुरुमा म अनमोल बाबुलाई म मेरो पछि भन्न अनुरोध गर्दछु। म अनमोल थापा मगर परमेश्वरको भयमा तिमी प्रेरणा सुनुवारलाई सम्मान गर्ने, निष्ठावान रहने र विवाहतर्फ जिम्मेवारीपूर्वक अघि बढ्ने प्रतिज्ञा गर्दछु। आमेन। हामी भाइलाई ताली बजाइदिउँ। त्यसै गरी यहाँ नानीलाई म फेरि मेरो पछि म भन्न अनुरोध गर्दछु। म प्रेरणा सुनुवार पनि परमेश्वरको भयमा तपाईँ अनमोल थापा मगरलाई सम्मान गर्ने, शुद्ध र विश्वासयोग्य रहने प्रतिज्ञा गर्दछु। आमेन। उहाँलाई पनि ताली बजाउँ। हुन्छ, अब यदि उहाँले एक आपसलाई प्रतिज्ञा पनि गरिसक्नुभयो होइन, एक आपसलाई उहाँले मन पराउनुहुन्छ अनि उहाँहरूले चाहिँ निर्णय लिनुभएको छ भन्ने कुरा पनि थाहा भयो। यदि त्यो तपाईँहरूले मन पराउनुहुन्छ एक आपसमा, अब यसमा तपाईँ तयार हुन्छ भन्ने कुरा अझै प्रभावित बनाउनको लागि केही चिनुहरू, केही उपहारहरू ल्याउनु भएको छ एक आपसमा साटासाट गर्नको लागि भने तपाईँ ल्याउन सक्नुहुन्छ। हामी त्यो त्यतातिर हामी जानेछौँ। एकछिन मलाई भन्नु, यो तपाईँको यो भाइ हामी पहिले चाहिँ यसको लागि प्रार्थना गर्छौँ। अब यो चिन्हले चाहिँ के जनाउँछ भन्दाखेरि यो भविष्यसम्म सम्झना हुन्छ है। मेरो हुनेवाला श्रीमानले मलाई एकदमै प्रेम गर्नुहुँदो रहेछ, त्यही भएर मलाई यो एकदमै सुन्दर होइन उपहार ल्याउनु भएको रहेछ भन्ने बहिनीले याद गर्नुहुन्छ। अनि बाबुले पनि मेरो हुनेवाला पत्नीले मलाई एकदमै माया गर्नुहुँदो रहेछ, त्यही भएर यो ल्याउनु भएको रहेछ भनेर उहाँले पनि महसुस गर्नुहुनेछ। त्योभन्दा पहिले यसको लागि हामी प्रार्थना गरौँ। महान परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँछौँ, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो सुन्दर अवसर मौकाको लागि। यहाँ बाबु नानीले यो प्रभु जुन उपहार एक आपसलाई हामी मन पराउँछौँ भनेर सार्वजनिक घोषणाको साथमा यो उपहार लिएर आउनुभएको छ प्रभु परमेश्वर। अनि यसलाई तपाईँको हातमा राखेर आशीर्वाद दिनुहोस्। जब यो उहाँले देख्नुहुन्छ अनि मैले यो परमेश्वरको उपस्थितिमा, मण्डलीको उपस्थितिमा करार गरेको थिएँ, प्रतिज्ञा गरेको थिएँ भनेर सधैँ सम्झना गर्नलाई, अप्ठ्यारो अवस्था आउँदा पनि त्यो सम्झना गर्नलाई तपाईँले सहायता गर्नुहोस्। धन्यवाद चढाउँदै आशीर्वाद चाहन्छौँ यसु ख्रीष्टको नाममा। आमेन। यो बाबुको